हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी स्कुल जाँदैछौँ आमा छोरी, किनभने मैले नानीलाई धेरै दिन भएको थिएँ स्कुल नलगेको। त्यही भएर चाहिँ हिजो म्यामले फोन गर्नुभयो अनि त्यही भएर चाहिँ आज म नानीलाई स्कुल लिएर जाँदैछु। तर नानी त पढ्नु त पढ्दैन, तर खेल्नुको लागि यतिकै लिएर आइज नानीलाई आदत हुन्छ भन्ने। अनि त्यही भएर चाहिँ आज मैले नानीलाई स्कुल लिएर जाँदैछु गाइस। अनि अहिले चाहिँ हामी स्कुल पनि पुगिसकेँ। आज घाम पनि धेरै नै लागेको थियो अनि नानी पनि हिँड्दैछ। अनि स्कुल पुगेपछि चाहिँ नबोक्नु अरे नि, हिँड्छ अरे नि, यत्रो टाढोबाट चाहिँ बोक्नु भन्छ अनि स्कुल पुगेपछि चाहिँ नबोक भन्छ। अनि त्यहाँबाट चाहिँ अहिले हामी क्लासभित्र पनि आइसक्यौँ। हेर्नु न हजुरले कति सानो बच्चा आएको छ, बच्चाको आमाहरू सबैजना आउनुभएको छ। अनि हाम्रो नानी पनि स्लेट लिएर पढ्नु भनेर बस्छ। अनि हामी चाहिँ नानीलाई रोक्दा हामीलाई पनि अल्छी लागिजान्छ, यति घाम पनि लागिरहेको थियो गाइस। त्यहाँबाट चाहिँ नानीहरूको फोटो खिच्यो। अब के गर्नुपर्छ अरे नि, फोटो खिच्नुपर्छ अरे के गर्नुपर्छ अरे। त्यहाँबाट चाहिँ अनि यहाँ सबैजना हेर्नु न हजुरले कस्तो राम्रो राम्रो खेलौना छ गाइस। अनि यो खेल्नुको लागि भए पनि नानी चाहिँ हुरुक्कै हुन्छ खेल्नु जाने भनेर। त्यहाँबाट चाहिँ यहाँ सबैजना बसिरहेको छ गाइस। अनि नानीहरूको चाहिँ उत्पात हेर्नु हजुरहरूले। अनि यहाँ चाहिँ नानीहरूलाई सबैलाई बसायो, किनभने नानीहरूलाई चाहिँ यहाँ हर्लिक्स दिने रहेछ खानुको लागि, हर्लिक्स। त्यहाँबाट चाहिँ एकछिनपछि चाहिँ बनाना पनि दिनुभयो। हाम्रो नानीले चाहिँ बनाना साह्रै नै मन पराउँछ। नि अरूको नानीले दुईटा बानाना खायो गाइस। अनि बानाना भनेपछि चाहिँ हुरुक्के चाहिँ मलाई बिहानै भनिरहेको थियो, मम्मी बानाना खान्छु भनेर। ठिक्कै स्कुलमा जाँदा बानाना दिएछ। अनि बानाना खाइसकेको बादमा चाहिँ अनि एकछिन बाहिर केटाकेटीहरू खेल्नु थाल्यो। यति घाम लागिरहेको थियो अनि गरम पनि भइरहेको थियो। अनि हामी पनि रोक्दा हामीलाई नै अल्छी लागिसकेको थियो। अनि यहाँ चाहिँ हेर्नु न यति धेरै खेलौना छ स्कुलमा। अनि आज चाहिँ स्कुलमा अनि हाइट अनि वेट जोख्नुको लागि चाहिँ एकजना बाहिर आउनुभएको थियो। अनि बाहिर जो भित्र बसिरहनु भएको थियो। अनि नानीको चाहिँ यहाँ हाइट पनि जोख्यो अनि वेट पनि जोख्यो। हाइट चाहिँ कति हो मैले हेरेन, तर वेट चाहिँ 12 किलो भएको रहेछ मेरो नानीलाई। जति दिन बित्दै जाँदै नानी पनि ठुलो हुँदै जान्छ, त्यही भएर चाहिँ बोक्नु पनि नसक्ने रहेछ। त्यो टाढो कसरी बोकेर जाने होइन। त्यहाँबाट चाहिँ हामी घर फर्क्यौँ। अनि घर फर्किँदाखेरि चाहिँ एकजना बहिनीले पनि आउनु न दिदी पानी खाएर जानु भने, त्यही भएर चाहिँ उनीहरूको घरमा पसेको छौँ हामी। अनि यहाँ चाहिँ नानीहरू खेल्नुको लागि चाहिँ राम्रो झुलुना रहेछ गाइस। अनि त्यही भएर नानी झुलिरहेको छ। हजुरलाई मेरो भिडियो कस्तो लाग्छ? बाई बाई।